एन्जल लामिछानेलाई अगाडि आए आफ्ना भनाइहरू राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस कार्यक्रमका सभाध्यक्ष महोदय, स्टेजमा आसीन प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत अन्य अतिथिगणहरू, सत्य निर्णय लिनको लागि बस्नुभएका निर्णायक मण्डलज्यूहरू र हामी जस्ता साना साना मुना वा कोपिलालाई देशको कर्णधार बनाउनको निम्ति शिक्षा जस्तो पवित्र पेशामा आफ्नो जीवन बिताइरहनुहुने गुरुवर्गज्यूहरू तथा यहाँ उपस्थित हुनुभएका मेरा प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी सम्पूर्ण विद्यार्थी साथीहरू र मेरा मान्यजनहरूमा म एसएस श्री प्रकाश उदय माध्यमिक विद्यालय खुररी कक्षा 10 मा अध्ययनरत छात्रा एन्जल लामिछानेको तर्फबाट अभिवादन साथै नमस्कार व्यक्त गर्न चाहन्छु। आज हाम्रो विद्यालयमा आयोजित यस वक्तित्व कला प्रतियोगितामा सहभागी भई आफ्ना भनाइहरू राख्न पाउँदा म यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र आजको यस वक्तित्व कला प्रतियोगिताको शीर्षक छ लैङ्गिक हिंसा न्यूनीकरणमा हाम्रो भूमिका। महिला पुरुष र तेस्रो लिङ्गीमाथि गरिने विभेदजन्य रिस, आक्रोश, आक्रमण, भय, त्रास जस्ता अमानवीय हिंसात्मक दुर्व्यवहारलाई लैङ्गिक हिंसा भनिन्छ। यहाँहरूको सामु मैले अझ प्रष्ट रूपमा भनि हो भने र हामीले बृहत रूपमा सोच्ने हो भने महिलाले पुरुषमाथि गर्ने विभेद, पुरुषले महिलामाथि गर्ने विभेद, महिला वा पुरुषले तेस्रो लिङ्गीमाथि गरिने विभेद र तेस्रो लिङ्गीले महिला वा पुरुषमाथि गरिने विभेद, यस्ता विभिन्न लैङ्गिक गतिविधिमा रहेर गरिने हिंसात्मक दुर्व्यवहारलाई नै लैङ्गिक हिंसा भनिन्छ। आज मैले यहाँहरूको सामु भन्नै पर्छ, नेपालको परिप्रेक्ष्यमा नेपालको समाज, नेपालको समुदाय र नेपालको ऐतिहासिक संस्कार र संस्कृतिलाई निहालेर अध्ययन गर्ने हो भने लैङ्गिक हिंसाको रूपमा खासमा महिला र तेस्रो लिङ्गीमाथि हिंसात्मक गतिविधि भइरहेको पाइन्छ। मैले यहाँहरूको सामु नेपालको परिप्रेक्ष्यमा ऐतिहासिक संस्कार र संस्कृतिको रूपमा पनि लैङ्गिक हिंसा भइरहेको छ भनेर किन भनिरहेको छु भने आज हाम्रो समाज, देश र यो संसारलाई नेतृत्व गर्छु, परिवर्तन गर्छु भन्दै ठूला ठूला जनसभाहरूमा ललिपप जस्तो मिठो भाषण गर्दै हिँड्ने नेताहरूको भाषण पनि आज ठोस र बाढीको रूपमा परिणत भएको हामीले देखेका छौँ। किनभने विभेदविहीन र हिंसाविहीन समाज निर्माण गर्नको लागि सुरुवात आफूबाट गर्नुपर्दछ। विश्वका आदर्श, प्रसिद्ध र प्रेरणादायी नेता नेल्सन मण्डेलाको एउटा भनाइ मलाई याद आयो। उहाँले भन्नुभएको थियो, सबैभन्दा गाह्रो काम समाजलाई सुधार्नु होइन, आफूलाई सुधार्नु हो। यही भनाइले सावटी लिँदै म यहाँहरूको सामु भन्न चाहन्छु कि समाज परिवर्तन गर्छु, समाजको नेतृत्व गर्छु भन्ने ठूला ठूला व्यक्तित्वहरूको घरको चुलोबाट नि यो लैङ्गिक हिंसाको अन्त्य हुँदै आउनु पर्दछ। किनभने आज पनि नेपालको हरेक समाज, समुदाय, घर तथा बस्तीहरूमा पुरुषले आफूले लगाउने लुगा आफै धुँदैनन्, आफूले खाना आफै बनाउँदैनन् र आफू बस्ने घर आफै लिप्दैनन्। यस्ता घर व्यवहारका सम्पूर्ण घराइसी कार्यहरू महिलाले नै गर्नुपर्छ भन्ने कुसंस्कारलाई संस्कारको रूपमा मानिरहेका छौँ। त्यसैले हाम्रो हरेक समाज, घर, समुदाय, बस्ती तथा कुना कन्द्रामा हुने गरेको लैङ्गिक हिंसा देशका ठूला ठूला महल र दरबारहरूसम्म पनि भइरहेको छ भन्ने कुरा हामी छर्लङ्ग देख्न सक्छौँ। आदरणीय सभाध्यक्ष महोदय, हामीलाई थाहा छ हाम्रो घरको कुनाबाट संस्कारको रूपमा रहेको लैङ्गिक हिंसा मात्रै होइन, यो देशमा देशकै हिंसात्मक गतिविधिको रूपमा रहेको ठूलो मुद्दाको रूपमा रहेको निर्मला पन्त, भागीरथी भट्ट जस्ता 14-15 वर्षीय कलिला कोपिला रूपी बालिकाहरूलाई महिला भएकै कारणले गर्दा मानव रूप धारणा गरेका दानवहरूले गिद्धले लुछे जसरी लुछेर बलात्कार गरी हत्या गरेको कुरा त तपाईँ हाम्रो दिमागमा ताजा नै छ। सभाध्यक्ष महोदय, त्यति मात्र होइन, ती निर्मला पन्त र भागीरथी भट्ट जस्ताको यौनिक हिंसात्मक हत्यालाई लुकाउनको लागि राज्यका नाम चलेका व्यक्तिहरूबाट नै ती अपराधीहरूलाई सजाय दिनबाट जोगाउनमा भूमिका खेलेको कुरा हामी अनुमान गर्न सक्छौँ। यस्ता किसिमका गतिविधिहरूबाट थाहा हुन्छ कि हिंसा कोबाट र कहाँबाट भइरहेको छ भनेर। आदरणीय उपस्थित महानुभावहरू, म यहाँहरूको सामु के भन्न चाहन्छु भने यो लैङ्गिक हिंसाको अन्त्य गर्नको लागि नेल्सन मण्डेलाले भने जस्तै समाज बदल्नको लागि दिइने फस्टा भाषणहरूभन्दा आफू बदलिनको लागि गरिने सानो व्यवहार नै धेरै अमूल्य हुनेछ। र यो लैङ्गिक हिंसा न्यूनीकरणको लागि हाम्रो हरेक सहर, घर, समाज, समुदाय, बस्ती तथा सरकारी निकायहरूले यो समस्या मेरो र हाम्रो समस्या भनी सम्झेर यस हिंसा न्यूनीकरणको लागि सकारात्मक भूमिका खेल्न सके मात्र हाम्रो भूमिकाबाट यो लैङ्गिक हिंसाको अन्त्य हुँदछ। र यो लैङ्गिक हिंसाको अन्त्य गर्नको लागि हाम्रो घर, समाज, समुदाय, बस्ती, कुना कन्द्रा र ठूला ठूला महल दरबार चाहे जहाँसुकै किन नहोस्, यो हिंसाको बारेमा हामीले सूक्ष्म तरिकाले सोच्दै हिंसा विरुद्ध हामी आफैबाट बुलन्द आवाजहरू निकाल्न सके मात्र यो लैङ्गिक हिंसाको अन्त्य हुन्छ भन्दै मेरा भनाइहरू यही अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।